साथीहरू नमस्कार, म निशान सेल्फ सेन्से। आज पनि मैले हिजोकै च्याप्टरको निरन्तरता ल्याएको छु। बाहिरको मान्छेबाट फोन आएको बेलामा चाहिँ होइन, स्यागाइ न हितोकारा देनुवा खाकत्ते कित्ता तोकी दोन्ना खाइ वा चुखाइ मास का सुनो सुनो खाइ वा नो बुनुवा चत्तो ओसियताइ देश। हामीले चाहिँ यो कस्तो हो भन्दा खाइवा प्रयोग गरेर हामीले फोनमा कुरा गरिराख्दाखेरि बोलचालीको भाषा चाहिँ कस्तो हुनुपर्छ, नर्मल भाषा पनि हुन्छ, तर त्यसलाई चाहिँ के भन्न सकिन्छ, कस्तो अवस्थामा प्रयोग गर्ने, फोन उठाएको बेलामा भन्ने चाहिँ यो मेन बिजनेस गर्ने ठाउँमा प्रयोग हुने भाषाहरूलाई चाहिँ नै तपाईँको बिजेटीमा प्रयोग इक्जाममा सोधिने क्वेसनहरू हुने भएकाले त्यही सम्बन्धी चाहिँ अब फोन आयो तर के भयो, खोजेको मान्छे चाहिँ नजिक रहेनछ, बोलाउनु पर्ने भयो भने चाहिँ अब के भन्ने त। अब उसले जस्तै मलाई चाहिँ बुच्योलाई चाहिँ बोलाइदिनुहोस्, बुच्योसँग चाहिँ कुरा गर्न मन छ भन्यो भने चाहिँ के भन्ने त भन्दा खासीकुमारी मास्ता बुच्योन्यो ए देश्ने भनेर भन्यो। अब यहाँ बुच्योन्यो ए भनेको चाहिँ पहिले जबको टाइटल राखेर अनि नाम लिनुपर्छ भन्ने कुरा हो है, यो पनि रुल्स हो होइन। अथवा तपाईँले बुच्यो न ए देश नभनेर बुच्यो मात्रै भने पनि हुन्छ, बुच्यो देश नै भनेर भन्दा पनि हुन्छ हुन चाहिँ। तर त्यो भन्दाखेरि पनि यो चाहिँ अलिकति राम्रो देखिन्छ, बुच्यो न ए देश नै भनेर चाहिँ सोध्ने, यो कन्फर्म गर्ने होइन। अनि के भन्नु पऱ्यो, अब बोलाउनु पऱ्यो, बोलाउनुको लागि त अब चिच्याउने कुरो भएन होइन, फोनलाई होल्ड गर्नुपर्ने भएर सो माची कुदा साइमासे भनेर फोनलाई के गर्नु पऱ्यो, होर्यु गर्नु पऱ्यो। होर्यु भनेको होल्ड गर्नु है, यो होजन अथवा होकेनको खान्जीसँग रिउ गाप्को खान्जी जोडेर होर्यु गरिन्छ भनिन्छ। त्यसपछि अब खोजेको मान्छे केही समय तोकेर बाहिर गएको छ, हामीलाई थाहा छ अब आउने टाइम निश्चित यति छ अथवा पछि आउनुहुन्छ भने चाहिँ अब उहाँलाई त हामीले जवाफ गर्नु पऱ्यो होइन, कि फोन पछि गर्नुहोस् भन्नु पऱ्यो अथवा यति मिनटमा आउनुहुन्छ भनेर जानकारी गराउनु पऱ्यो। त्यही भएर ओसोरे रिमास ए सानुवा तादाइमा सेकियो हाजु सित्ते ओरिमास गा आतो निजिउ फुन्दै मोदोरु यो तेदेश मोदोरी मासितारा कोचिराकारा ओ देनो सासी आगेर यौनी चुताइमा सेउका भने होइन। ओसोरे इरिमास भनेको चाहिँ तपाईँको समयको लागि चाहिँ धन्यवाद भनेको छ होइन। ए सानुवा तादाइमा, ए सान चाहिँ अहिले यो तादाइमा भनेको चाहिँ इमाको चाहिँ अब पोलाइट भर्सन हो है। ए सानुवा तादाइमा सेकियो हाजु सित्ते भनेको चाहिँ सेकियो हाजु सित्ते भनेको चाहिँ सिटमा हुनुहुन्न भन्ने कुरा आउँछ है। सिटमा नहुनु भएकाले ओरिमास भनेको चाहिँ सिटमा नहुनु अथवा सिटमा हुनु न, सिटभन्दा बाहिर हुनुहुन्छ भन्नु पऱ्यो भने सेकियो हाजु सित्ते ओरिमास गा त आतो निजिउ फुन्दै मोदोरु यो तेदेश। के छ त उसको यो चाहिँ 20 मिनटमा फर्किने यो त्यही छ। त्यही भएर चाहिँ मोदोरी मासितारा कोचिराकारा यदि फर्किसकेपछि यहाँबाट चाहिँ ओ देनुवा ओ सासी आगेरु यो हुने फोन यहाँबाट चाहिँ फोन गर्ने लगाउँ त भनेर चुताएमा सेउका भनेर क्वेसन गराएको छ होइन। अब उहाँ आइसकेपछि चाहिँ गराउँ त भनेर सोधेको छ भने अब यही कुरालाई अलिकति फरक रूपमा चाहिँ मोसिवाकी गोजाइमा चाहिँ माफ गर्नु होला, ए सानो तादाइमा गाइसिच्चु भनेको चाहिँ बाहिर जानु है। त्यही भएर ए सान चाहिँ अहिलेको टाइममा चाहिँ बाहिर जानु भएकोले सित्ते ओरिमास मोदोरीमा सितारा कोचिराकारा ओ देनुवा ओ सासी आगेर योनी चुताइमा सेउका भनेपछि ओ देनुवा ओ सासी आगेरु यौनी चुताइमा सेउका भनेको यहाँबाट फोन गर्न लगाउँ म भनेर उसले क्वेसन गर्ने बेलामा चाहिँ के भन्नु पऱ्यो, तपाईँहरूले ओ देनुवा हो सासी आगेरु यौनी चुताएमा सेउका भन्नु पऱ्यो। भनेपछि यसरी चाहिँ हामीले यदि हुनुहुन्छ भने माथिकोमा गर्नु पऱ्यो होइन। खासीकुमारी मास्ता अब जसलाई खोज्नु भएको छ त्यहाँ नाम, अनि अब अलिकति त्यसलाई फोकस गरेर नियो भनेको छ। त्यसपछि सौ माची कुदासाई मासे केही क्षण पर्खनुहोस् भनेर अब त्यो चिच्याउँदाखेरि त सुन्छ, त्यही भएर होल्ड गरेर बोलाउनु पर्ने हुन्छ होइन। त्यही भएर सौ माची कुदासाई मासे भनेर चाहिँ फोनलाई होरिउमा राखेर होल्ड गरेर अनि बोलाउनु पऱ्यो भने यदि हुनुहुन्न भने चाहिँ यो दुइटामा एउटा गर्न सक्यो, मोसिवाकी गोजाइ मासाइन बाला पनि गर्न सक्यो, ओसोरे इरिमास पनि गर्न सक्यो होइन। त्यसपछि अब यी माथि प्रयोग भएका कुराहरू चाहिँ जस्तै ओसोरे इरिमास भनेको तपाईँको समयको लागि धन्यवाद, ओसोरे एरियामास। अब यो चाहिँ यहाँ मात्रै प्रयोग हुँदैन है, यो चाहिँ अब प्रत्येक च्याप्टरमा प्रयोग हुने भएकाले तपाईँहरूले यो वर्डलाई चाहिँ कन्ठै बनाउनु पर्ने हुन्छ होइन। हामी तयारी गर्दैछौँ, म पनि आफै तयारी गर्दैछु होइन। त्यसपछि म आफै तयारी गर्दैछु, हजुरहरूलाई पनि सँगसँगै तयारी गराउनलाई चाहिँ कम्ती यो तपाईँले
आउनु पऱ्यो, खान्जी सहितको अब लेख्न आउनु पऱ्यो, हेर्दाखेरि ट्याक्क जान्नु पऱ्यो ओसो रे इरिमास। त्यस पछाडि अब अर्को के छ सेकी हो हाजु सित्ते ओरिमास। यो अब सेकी सिटको खान्जी भयो होइन। सिटको खान्जीमा चाहिँ अब यो सोतोको खान्जी छ होइन। सोतो खान्जीलाई चाहिँ फेरि के भन्दो रहेछ हाजु सित्ते ओरिमास भनेको सिटमा हुनुहुन्न भनेको छ। यहाँ सेकी हो हाजु सित्ते ओरिमास भनेर मैले हिरागानामा पनि लेखिदिएको छु होइन। अब यहाँ के भनेको छ गाई सिच्चु सित्ते ओरिमास, बाहिर जानुभएको छ। बाहिर जानुभएको छ भन्दा गाई सिच्चु भयो। मौसी वाके गोजाइमासेन भनेको माफ गर्नु होला, होल्ड गर्नुलाई होर्यु भइहाल्यो होइन, अघि भनिसकेको छु मैले। केही क्षण पर्खिनुहोस्लाई भनेको सोचो माची कुदासाई मासे होइन, सोसो माची कुदासाई मासे भन्नु पऱ्यो। अलिकति पोलाइट, एकदमै पोलाइट फर्ममा भन्नु पऱ्यो चाहिँ होइन। अनि फोन गर्न लगाउँ अथवा फोन गर्नलाई चाहिँ के भन्छ त भन्दा ओ देनुवा हो सासी आगेरु भन्छ। अब जस्तै ओ देनुवा हो सासी आगेरु यौनी चुताइमा सेउका भने पनि हुन्छ होइन। भन्ने कुरा हो। त्यस्तै अब भन्छु भन्नु परेलाई चुताएमास भन्छ होइन। चुताएमासको खान्जी यो हो होइन। यो खान्जी तपाईँले हेर्नुभयो चुताएमासको खान्जी हो। यो उन्तेनमा पनि आउँछ होइन, तेनको खान्जी। अब तेन भन्छ, अब चुताएमास भनेको चाहिँ भन्छु भन्ने हुन्छ। अब कल ब्याक गर्दा हुन्छ सोध्नु पऱ्यो भने चाहिँ ओरी खाएसी ओ देनुवा योरोसी देस्यौका। कल ब्याक गर्दा पनि हुन्छ, आफूले गर्नु पऱ्यो भने चाहिँ ओरी खाएसी देनुवा योरोसी देस्यौका। तपाईँ बिजी हुनुहुन्छ, बिजी भएको समय कसैको फोन आएछ र तपाईँले उहाँलाई चाहिँ पछि म तपाईँसँग कुरा गर्छु, अहिले चाहिँ म व्यस्त छु भन्ने बेलामा चाहिँ के प्रयोग गर्नुपर्छ भने ओरी खाएसी देनुवा योरोसी देस्यौका भन्छ भन्नुपर्ने हुन्छ होइन। यो 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 पोइन्टहरू जुन छ यो चाहिँ पछि पनि प्रयोग हुने भएकाले कम्ती पनि एटलिस्ट यस्ता वर्डहरू चाहिँ तपाईँहरूले पनि याद गरेर राख्नुभयो भने सहज हुन्छ भन्ने आशा गर्दछु। र अब यसरी भिडियो टिकटकमा बनाउँदाखेरि चाहिँ अलिकति समय पनि थोरै हुने, अनि फेरि जिखान पनि बढी दिन नपाउने भएकाले गर्दा मेरो युट्युब च्यानलबाट पनि मैले चाहिँ भिडियोहरू अझ अब अलिक लामो हुन्छ होइन, खान्जीको भिडियोहरू थप गर्दै वर्ड मिनिङको भिडियो बुनपोलाई पनि थप गर्नु पऱ्यो यसमा होइन, कोतोबाहरू पनि हुन्छ। त्यही भएर मेरो युट्युब च्यानललाई पनि तपाईँहरूले मेरो बायोमा गएर चाहिँ फलो गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला र त्यहाँ भएका भिडियोहरू पनि हेरिदिनु होला। र साथै म अझ थप यसमा बढाउँदै जान्छु। तपाईँहरूले पनि सँगसँगै पढ्नु होला र केही कुराहरू गलत भएको छ केही छ भने चाहिँ कमेन्ट गर्नु होला, किनभने म तपाईँ सबै हामी आफ्नो लागि आफै पढिरहेका छौँ। त्यही भएर एकअर्कामा सेयर गऱ्यौँ भने के हुन्छ त सुधार गर्ने मौका मिल्छ। हस् त, धन्यवाद।